सो गाइस गुड मर्निङ सबैजना मेरो फेसबुक मित्रहरूलाई यहाँ म अब जान लागेको छु यहाँ कहाँ भन्दाखेरि मुरीकट्टा मङ्गलीपाडा खोलाझारसम्म पुग्नुपर्ने छ आजको यात्रा सो अब घरबाट निक्ल्यो जोडापुरी पुगेर है मामा म गएँ है खोलाझार आज कोले गर्न छ नि गरेछ कति गरेछ गाइस अब जान लागेको छु ए गाडी पनि आइसकेको छ गाइस है र अब 5 बजेको गाडी धर्नु छ एकदम सिधै डाइरेक्ट एकदम माने अब डाइरेक्ट उहाँ जान्छ के अरे मुरीकट्टा भोटाङ जान्छ त्यो मेलाबाट र भनेपछि गाइस अब क्यामेरा हाल्नुको अलिक असुविधा पर्यो त हौ के गर्ने हौ सो भनेपछि सो गाइस अब जान लागेको छु है ल बाटो लाग्यो नगुनियालाई छोड्यो अब सो भनेपछि बाई 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 सो गाइस वर्तमान अहिले म अब बर्गाङ आइपुगेँ यताबाट त्यो भुटानी गाडी आउँदैछ सो अनि अब जानु पर्यो आज अब मुरीकट्टातिर आज बर्गाङ पनि जानको बेला हो अहिले 5 बज्यो सो सुनसान छ गाडी गुडाको अब रोडमा हाई रोडमा अब कुदिरहेको छ होइन चकाचुन्न सुनसान छ अरू बेला गाडी आयो भने यस्तै उही घुम गर्छ र पानी सकेपछि अब के भन्नु ल गाइस अब तिनी भन्दै म गइसकेको छु बगानबाट ल गाइस बाहिर चराली आइपुगेँ अब बङ्गालीबाट जाने बाटो यता रहेछ है यता जानुपर्ने रहेछ अब गाडी कहाँ पाइन्छ पनि यो चाहिँ बाहिर चराली रहेछ है अब यताबाट आएको म चाहिँ सो फाइनली अब बङ्गालीबाट जानुपर्छ यताबाट है म अब यतापट्टि जाने हो त्यो घाँघाएर घुम्छु गएरै फाइनली अब बाटो जाने गाडी कहाँ लागेको छ यता गएर छोड्नु पऱ्यो लागेको छ बङ्गालीपाडा गाडी कता लाग्छ ल यहाँ बङ्गालीपाडा जुवा गाडी पनि थाले बङ्गालीपाडा जुवा गाडी त्यसले ओके बाबु तो यहीँ भेट्ने रहेछ कहिले आयो न अब यहीँ एकछिन पर्खिनु पऱ्यो यो चाहिँ बङ्गालीपाडा जाने बाटो रहेछ है हम चाहिँ पर्खिनु पऱ्यो बङ्गालीपाडा गाडी आएपछि जानु पऱ्यो कतिखेर आउने गाडी यति नै भन्दै यो चाहिँ बाहिर चरालीको नजारा हो सो गाइस देख्न सक्नुहुन्छ यस्तो छ है नजारा चाहिँ यहाँ एकजना बाजे बसिरहेको छ है र